सबैलाई नमस्कार। म छविलाल पाण्डे। आज मेरो बिहानको सुरुवात है कोदाको ढेँडोबाट हेर्नु। यो कोदाको ढेँडो, यो सिन्कीको झोल च्याट्ट डोबेर हामी यहाँ चाहिँ नि घिउ पनि छ है। यी घिउमा च्याट्ट डोबेर यी च्याट्ट यो चाहिँ नि स्वस्थ खानु क्या। यो भनेको हाम्रो अर्ग्यानिक खाना हो। अर्ग्यानिक कोदाको ढेँडो भनेको अर्ग्यानिक खाना हो। यी सिन्कीको झोलमा च्याट्ट डोबेर खाने हो। तपाईहरुले पनि यसरी नै कोदाको ढेँडो खानुस् र स्वस्थ रहनुस् है। ओके, बाई, गुड बाई।